अहिले युट्युबको मार्केटमा धेरै नै चलिरहेको छ, ट्रेन्डमा आइरहेको छ एआई भिडियोहरू, एआई सर्ट भिडियो। जतिचोटि स्क्रल गर्दै गयो त्यति एआई भिडियो आइरहेको हुन्छ र त्यसमा हजुरले याद गर्नुहुन्छ होला, मिलियनमा भ्युज आइरहेको हुन्छ, लाखौँमा भ्युज आइरहेको हुन्छ, लाइक कमेन्ट त त्यस्तै हुन्छ। र तपाईले पनि यस्तै भिडियोहरू बनाउन चाहनुहुन्छ तर कसरी बनाउने भन्ने थाहा छैन भने यो भिडियो हजुरको लागि। अब चिन्ता लिनु पर्दैन, मात्र तपाईले 5 मिनेटमा यस्तो भिडियोहरू तयार गर्न सक्नुहुन्छ र एकदम फ्रीमा सरल तरिकाले। भिडियोलाई स्किप नगरिकन लास्टसम्म हेर्नु होला, तपाई पनि सिक्नुहुनेछ यस्तो भिडियोहरू कसरी बनाइन्छ भनेर। म तपाईलाई उदाहरण सहित एउटा भिडियो बनाएर देखाउने छु र तपाईले लास्टमा सिक्नुहुनेछ कसरी बनाइन्छ यो भिडियो भन्ने विषय। जस्तै उदाहरणमा देख्न सक्नुहुन्छ मिलियनमा भ्युज गएको यो भिडियोहरू। यस्तै भिडियो हजुरले तयार गर्न सक्नुहुन्छ, मात्र 5 मिनेटमा ओछ्यानमा सुती भिडियो बनाउन सकिन्छ र यो भिडियोले मार्केट पनि खान्छ। अब जाउँ हामी ढिला सुस्ती नगरिकन मोबाइलको स्क्रिनमा देख्न सक्नुहुन्छ युट्युबको यो एआई सर्ट्स भिडियोहरू। यस्तै भिडियो हजुरले बनाउन सक्नुहुन्छ, लाइक हेर्न सक्नुहुन्छ। यो भिडियोमा 43K लाइक रहेको छ, भिडियो देख्न सक्नुहुन्छ। क्या मजेदार भिडियो बनाएको छ यो मान्छेले, देख्न सक्नुहुन्छ मिलियनमा भ्युज गएको छ, मिलियनमा। यस्तै भिडियो हजुरले पनि बनाउन सक्नुभयो भने यस्तै भ्युज जान्छ र यो च्यानल मोनिटाइज पनि हुन्छ र पैसा पनि, राम्रो पैसा पनि छाप्न सकिन्छ यस्तै भिडियो तयार गरेर। किसान मुर्गी के सारे अंडों देख्न सक्नुहुन्छ मिलियनमा भ्युज गइरहेको छ, मिलियनमा। यो अर्को मान्छेको च्यानल हो, इन्डियन च्यानल हो। भिडियोहरू हिन्दीमा बनाउनु पर्छ, राम्रो मार्केट खान्छ हिन्दीले। देख्न सक्नुहुन्छ भ्युज, राम्रो भ्युज आइरहेको छ। हामीलाई पनि यस्तै भिडियो बनाउनु छ भने पहिला हामीले ओपन गर्नुपर्ने हुन्छ, मोबाइलमा इन्स्टल गर्नुपर्ने हुन्छ ChatGPT भन्ने एप्लिकेसन, जसबाट हामीले कहानी रेडी गर्छौं। अब मैले कहानी भोइसबाट दिन्छु। एक बिल्ली के बारे में सैड स्टोरी लिख के दे दो, बस 70 वर्ड का। अब यसले 70 वर्डको कहानी लेखेर तुरुन्तै दिनेछ, दिइसकेको छ। टाइपिङ गर्न पर्ने झन्झट पनि छैन, सिधै मुखले बोलेर उसले बुझ्छ। नेपाली, हिन्दी, कुनै पनि ल्याङ्ग्वेज उसले बुझ्छ। कहानी दिएको छ, देख्न सक्नुहुन्छ कहानी। रात का सन्नाटा था, एक छोटा बिल्ली सड़क को किनारे पर काँप रहा था। बच्चा आया, उसने जैकेट लपेट दिया। बिल्ली ने धीरे धीरे म्याऊ जैसा धन्यवाद शब्द बोला और सुबह बिल्ली का बच्चा गायब था। लेकिन इस कहानी में जितने भी इमेजेस लगते हैं, सेम कैरेक्टर एंड रियलिस्टिक टाइप का एक प्रोम्प्ट बना के दे दो। यही ChatGPT ले फेरि यही कहानीलाई इमेजमा बदल्नको लागि प्रोम्प्ट पनि बनाएर दिन्छ र इमेजमा बदलेर उसको हामीले भिडियो पनि बनाउन सकिन्छ सजिलो तरिकाले। र दिइसकेको छ, प्रोम्प्टको स्क्रिप्ट पनि दिएको छ। अनि त्यसलाई हामीले कपी गरेर उता पेस्ट गरेर हामीले फोटो भिडियोहरू निकाल्न सक्छौं। सिलेक्ट टेक्स्टमा दाब्नु होला र आउँछ। सिन 1 कपी गर्नु होला, पहिला एकवटा गरेर कपी पेस्ट गरेर हामीले बनाउने हो। एकैचोटि गर्न चाहिँ मिल्दैन। पहिला सिन 1 को हामीलाई एप्लिकेसनको जरुरत पर्छ, ग्रक, जो प्ले स्टोरमा सजिलो तरिकाले मिल्छ। यो एप्लिकेसन एकदम फ्री हो, पैसा लाग्दैन। र हामीले अब इमेजमा गएर तल हामीले यसलाई पेस्ट गरिदिन्छौँ अनि हामीलाई इमेज बनाएर दिन्छ। हामीले एउटा इमेज चुज गर्नेछौँ। बिरालो रातमा एक्लै हुन्छ भनेको थियो कहानीको सुरुमा। अब त्यसको इमेज बनाएर दिएको छ। अनि एउटा इमेज म सिलेक्ट गर्छु र यसलाई भिडियो बनाउनको लागि साइडमा देख्न सक्नुहुन्छ मेक भिडियो भन्ने अप्सन आएको छ, त्यसमा हामीले क्लिक गर्छौं र 100% भइसकेपछि छिटै हुन्छ।
1 मिनट पनि लाग्दैन, 30 सेकेन्डमा हुन्छ। 100% भइसकेपछि यसले भिडियो बनाइदिन्छ, मुभमेन्टहरू हुन थाल्छ। हेर्दै जानुहोस्, 100% भइसक्यो, भिडियो बनेको छ र साउन्ड पनि दिन्छ, साउन्ड इफेक्ट यसले। अब सिम्पली यसलाई हामीले साउन्ड पनि दिएको छ, एकदम मजाको भिडियो बन्छ फोटोबाटै। अनि यता डाउनलोडको अप्सनमा गएर हामीले सिधा डाउनलोड गर्छौँ र अब हामीलाई दोस्रो सिनको प्रोट कपी गरेर हामीले फेरि त्यही गएर पेस्ट गरिदिन्छौँ। फेरि दोस्रो फोटो दिन्छ, फेरि दोस्रो फोटोको पनि हामीले भिडियो बनाउँछौँ र डाउनलोड गर्छौँ। यसै गरेर हामीले 6वटै स्क्रिप्टको सिनको फोटोबाट भिडियो बनाएर डाउनलोड गरेर राख्छौँ। देख्न सक्नुहुन्छ भिडियो बनिसकेको छ। फेरि अर्को सिन 2 को अब यसलाई पनि सिधै डाउनलोड गर्नेछौँ। म चाहिँ अब एकैचोटि 6वटै बनाएर देखाउने छु हजुरलाई र बनि पनि सकेको छ। अब भिडियो बनाइसकेपछि हामीले यसलाई हटाएर अनि हामीलाई फेरि त्यही स्क्रिप्टको आवश्यक पर्दछ जो हिन्दीमा लेखेको स्क्रिप्ट थियो, त्यो माथि थियो। अब हामीले के गर्छौँ भन्दाखेरि यो स्क्रिप्टलाई भोइसमा कन्भर्ट गर्नेछौँ, एआई भोइसमा। र त्यसको लागि सिम्पली हामीले सबै स्क्रिप्टलाई मजाले कपी गर्छौँ तलदेखि माथिसम्म र हामीलाई वेबसाइटको आवश्यक पर्छ जो वेबसाइटको नाम हो ओपन एआई एफएम। ओपन एआई एफएम सिम्पली ओपन भइसकेको छ, साइन अप गर्नुपर्छ। मैले पहिला पनि साइन अप गरेको थिएँ, त्यही भएर डाइरेक्ट खुल्यो। र यिनी क्यारेक्टर, भोइस क्यारेक्टरहरू, आर्टिस्टहरू यिनी तपाईँले चुज गर्नु होला। र तल देख्न सक्नुहुन्छ यो स्क्रिप्टहरू छ, यहाँको स्क्रिप्टलाई कट गरेर डिलिट गरेर अल सेलेक्टमा गएर कट गरिदिनु होला। अल सेलेक्टमा जाने अनि कट गरिदिने र हाम्रो हिन्दी स्क्रिप्ट थियो त्यसलाई हामीले यहाँ सिम्पली पेस्ट गरिदिउँ अनि तल दाबेपछि रात का भोइस सन्नाटा था। कन्भर्ट एक छोटी बिल्ली भइसक्छ। सड़क किनारे कांप रही थी। एक बच्चा आया, अपनी जैकेट उतारी और उसे लपेट लिया। देख्न सक्नुहुन्छ कस्तो राम्रो भोइसमा कन्भर्ट भइसकेको छ। बच्चा उठा, बिल्ली नहीं थी, पर उसकी जैकेट पर एक छोटा पंजे का निशान था, याद की तरह। यसलाई पनि हामीले सिधै डाउनलोड गर्नेछौँ। डाउनलोड पनि भइसक्यो, कुनै टाइमै लाग्दैन। र अब हामीलाई आवश्यक पर्छ क्याटक्याप, जो एडिट गर्नलाई भोइस र त्यो इमेजको त्यो भोइस र त्यो फोटो मुभमेन्टहरूको त्यो यसलाई मिलाउनको लागि, एडिट गर्नको लागि हामीलाई आवश्यक पर्छ क्याटक्याप। अब सबै हामीले सिलेक्ट गरेर, सबै भिडियोलाई सिलेक्ट गरेर सुरुको देखि सिलेक्ट गरेर 6वटा हामीले सिलेक्ट गरेर हामीले सिधै अन गर्नेछौँ र एक छोटी बिल्ली सड़क बनिसकेको छ। अब यसलाई हामीले एकदम मिलाउन पर्ने हुन्छ। मेन काम भनेको यहाँ हुन्छ, हामीले भोइससँग ठ्याक्क इमेजहरू कट गरेर लामो छोटो अनि ठ्याक्क भोइस अनुसार हामीले भिडियोलाई मिलाउन पर्ने हुन्छ। सबै भिडियोलाई म मिलाउँछु, हेर्दै जानुहोस्। रात का सन्नाटा था। एक छोटी बिल्ली सड़क किनारे कांप रही थी। एक बच्चा आया, अपनी जैकेट उतारी और उसे लपेट लिया। बिल्ली ने धीरे से म्याऊं कहा, जैसे धन्यवाद बोल रही हो। सुबह जब बच्चा उठा, बिल्ली नहीं थी, पर उसकी जैकेट पर एक छोटा पंजे का निशान था, याद की तरह। भिडियो त बनेर रेडी भइसकेको छ, तर हामीले यसमा इफेक्टहरू पनि युज गर्यो भने अझ राम्रो सुनमा सुगन्ध आउँछ भन्ने
मेरो चाहना हो। त्यसैले म इफेक्टहरू लगाउँछु। यसमा यो इफेक्ट रही हाल्छु, थी। यो इफेक्टले राम्रो देखाउँछ। अनि अर्कोमा जुन प्लसको आइकनहरू छ सबैमा एउटा अपनी एउटा जैकेट इफेक्ट उतारी। लगाइदिन्छु, फ्रीवाला इफेक्ट। त्यो फ्री लेखेको छ त्यो चुज गर्नु होला। फेरि अरू पैसा लाग्छ, हामीले फ्रीमा बनाउने हो नि त। र अब इफेक्टहरू मैले ट्याग ट्याग लगाउँछु। अनि लास्टमा कस्तो बन्छ है त इफेक्ट सहितको भिडियो। इफेक्ट नलगाउँदा त भिडियो हल्का खल्लो जस्तो देखिरहेको थियो, त्यही भएर मैले इफेक्ट लगाएको। इफेक्टहरू पनि मैले राखिसकेँ। अब हेरौँ भिडियो कस्तो बन्छ, अब हेरौँ हाम्रो रिजल्ट कस्तो आउँछ भन्ने। रात का सन्नाटा था। एक छोटी बिल्ली सड़क किनारे कांप रही थी। एक बच्चा आया, अपनी जैकेट उतारी और उसे लपेट लिया। बिल्ली ने धीरे से म्याऊं कहा, जैसे धन्यवाद बोल रही हो। सुबह जब बच्चा उठा, बिल्ली नहीं थी, पर उसकी जैकेट पर एक छोटा पंजे का निशान था, याद की तरह।